초콜릿은 달콤해 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 오렌지는 상큼해 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 हेलो नमस्ते सबैजनालाई नमस्ते छ सबैजनालाई नाम सेवल फेरि पनि है बिमला ब्लगमा स्वागत छ सबैजनालाई। आज चाहिँ मेरो चाहिँ भिरकुटी मण्डपतिर गएको भिडियोहरू बनाउँदैछु साथीहरू। आज पनि हामी चाहिँ भिरकुटी मण्डपमा चाहिँ फ्लोरा एक्सपो 27औं फ्लोरा एक्सपोको चाहिँ मेला लागिरहेको छ। म चाहिँ त्यहाँ जाँदैछु र आज छोटो मिठो त्यतातिरको भिडियो है त साथीहरू। ल साथीहरू म चाहिँ यहाँ आइपुगेँ गिफ्ट बोकेर। यस्तो जाम छ आज चाहिँ, यति धेरै दाम छ कि दिपाहरू आइपुगेको छैन। वेलकम छ मेरो दिदी बहिनीहरूलाई, दिदी त होइन बहिनीहरूलाई है फेरि स्वागत छ। दिदी भनिदिनु ल। हामी चाहिँ अब भिरकुटी मण्डपको मेलामा आइपुग्यौँ है त। हान्छ होला है हामीलाई, पुष्प मेला सुरुदेखि नै रहेछ। फुल्छ अरे भनेको चेरी फुलेन चाहिँ भुइँमा त फुलेको रहेछ नि त। ल साथीहरू आज चाहिँ कता यहाँ त खुलेकै छ, यी खुल्लै छ त, खुल्लै छ। सकेको होइन, फुल्नु बाँकी होला। ए हो र, यहाँ हेर न यो बगनबेली कति दामी। बगनबेलीको के हो? ए सरी के हो त्यो? ल सरू गेटमा छ भन्दै थियो। यो मोबाइलबाट चाहिँ फेरि पुरा हल्लिन्छ है आज खिच्दाखेरि फेरि। ल हामी चाहिँ फ्लोरा एक्सपोको गेटमा चाहिँ आइपुग्यौँ है त साथीहरू। भर्खर त्यतै होला सरू होइन, ठिकै छ तिमीलाई फेरि हुन्छ। भाषण भर्खर सुरु हुँदै रहेछ, हामी चाहिँ हिँड्न सुरु गरिसक्यौँ। सुरुदेखि नै इन्ट्री चाहिँ यस्तो रहेछ। हार्दिक स्वागत ज्ञापन गर्दै रहेछ भर्खर त्यतातिर। हेलो स्वागत छ सरूलाई पनि। एउटा ब्लग एउटा गार्डन। यो फुलको नाम के हो दिदी? सिनेरिया। मलाई त यो फुलहरु सिनेरिया हो सबै नै, सबै सिनेरिया हो यो, सबै सिनेरिया। ल यस्तो दामी रहेछ है। पोहोर मैले यो लगेको थिएँ, मर्यो नि। औ जिरेनियमहरू रहेछ टन्न। ल एजेलिया यो चाहिँ साह्रै मन पर्यो, यो चाहिँ बोक्छु होला म चाहिँ। यो डबलमा रहेछ हौ, यो त डबलमा रहेछ। ल एजेलियाको खानी रहेछ नि यसपालि चाहिँ। ल बगनबेली पनि बबाल रहेछ। थापा नर्सरी, बल्खुको थापा नर्सरी पो रहेछ त। एजेलिया कसरी हो? 500 यो सबै 500। ल थ्याङ्क यू। महँगो रहेछ 4-300, तर यस्तो झपक्क फुलेको छ नि त। जिरेनियमहरू यसपालि यस्तै आएर छ। ल पोहोर यतिको पनि थिएन है मेनका। यसपालि धेरै छ, मलाई जहाँसम्म लाग्छ यसपालि। ऊ त्यो कुन चाहिँ रहेछ? ऊ ईसा दोरा जस्तो छ नि त। ईसा दोरा तुकान जस्तो छ नि त। ईसा दोरा तुकान होइन होला, उता गएर हेरौँ है त। ईसा दोरा तुकान हो जस्तो छ। ल आज चाहिँ हाम्रो भिजिटको चाहिँ फर्स्ट खिचौँ है। लु खिचौँ, यताबाट हेरौँ है। यो पनि आएको रहेछ। ए जिरेनियम यसपालि बबाल रहेछ। ल ओइ हाम्रो झोला खोइ जिरेनियमको। बहिनी यो कुन हो? यो जिरेनियम कुन हो? जिरानियम कसरी हो? यो रोज जिरानियम कुन हो? यो रोज जिरानियम नाम हो। रोज जिरानियम भन्छ। रोज न रोज जिरानियम नै भनेको रहेछ। त्यो त ठ्याक्कै त्यो एक्ज्याक्ट थाहा भएन। कति हो यसको प्राइस? ब्लोसम हो यसको एप्पल ब्लोसम भयो। यो कति हो? यो रेट 1200। कुन हो यो? कुन जिरेनियम थाहा छैन त सबै उहाँलाई पनि। यसपालि धेरै आएको रहेछ जिरे। यो पनि आएको रहेछ हेर न। एजेलियाले भरेको रहेछ है। लु यसपालि चाहिँ
एजेलियाले भरेको रहेछ चनातन हाम्रो बल्खुको होइन बहिनी यो बल्खुको थापा नर्सरी है हाइब्रिडहरू पनि रहेछ है त्यहाँ लु ए खस है लु ल यहाँनिर रहेछ यो चाहिँ बगमबेली हाम्रो यो चाहिँ थापा नर्सरी बल्खुको रहेछ यो चाहिँ काटेको खिच्नै पाइएन नि पहिला त त्यसलाई त 10-11 हजार भन्थ्यो अहिले सस्तो भएर मस्केरा किन न सस्तो रहेछ ऊ त्यो मस्केरा छ 5,000 आउँछ अरे 5,000 हो त्यो ठुलो कस्तो दामी त नि है यो जिउ अन्त कति दामी है कति अरे 1500 ठिकै हो 1500 हाम्रो झोला कसले लिएको ए पोथोजहरू कस्तो दामी हो लु लु वहाँ छ अन्त नि यहीँबाट हो अहिले ऊ त्यहाँनिर एउटा कुनामा खाँदेर राख्नु पाए पनि हुन्थ्यो एउटा त्यो झोला बुझ्ने गरौँ न के लेख्नु ठाउँमा क्या त्यो के लेख्नु ठाउँमा त्यहाँनिर यहाँ राखिदिन्छ भनेर सोधौँ न मिल्दैन होला नि कतिवटा टङटङ हिँड्ने काम मात्रै हुँदैछ हेरेको चाहिँ छैनौँ हामीले अहिलेसम्म है हेर्दै हिँड्ने काम हुँदैछ अहिले चाहिँ यो लिए एउटा अनि त्यसपछि भनेको यो लिए कटर एउटा मेरो भयो मोबाइल एक्सचेन्ज आयो अरे यहाँनिर उफ्रिँदैछ हाम्रो मेनुकाको फोन आएछ अहिले बाहिर निस्केर कङ्ग्रेचुलेसन गुगल एक्सचेन्ज आयो अरे घुम्दा घुम्दै फोन आएछ हामी चाहिँ यसरी घुम्दै नै छौँ अझै पनि यहाँ बगनबेलीको यस्तो दामी रहेछ किन्ने चाहिँ आफ्नो ठाउँ छ हस् हस् बहिनीहरू चाहिँ किन्ने काम जरी छ खोर्सानी पनि रहेछ है यहाँ गाई ल तर यो चाहिँ नट हेल्दी अघिको हेल्दी छ अहिले सरिता कटवाल दिदीकोमा चाहिँ हुन्छ कुन कुन लियो दिपा खै दिपा कुन कुन लियो ए ल म जिरेनियम लगभग इनफ I don't have space, that's why I don't have space. ल बगमबेलीहरू पनि यति दामी दामी छ है चल यिनीहरूको किन्ने काम जारी छ कहाँको हो सन्जीवनी बुढा नीलकण्ठ
बोल है सञ्जीवनी आउँदैन यत्तिकै भनिदिएको सञ्जीवनी नर्सरी किन्दैछौँ हामी उदय गार्डन हाम्रो फेभरेट यहाँको चाहिँ पटिङ मिक्स राम्रो छ जस्तो छ यो पटिङ मिक्स राम्रो छ ल यो बोक म पनि यही बोक्नु पर्यो हाम्रो उदय गार्डनको चाहिँ राम्रो छ ठिक छ उदय गार्डनमा वहीँ जानुपर्छ भिजिटको लागि चाहिँ तर खासमा ए यो त पत्कर रहेछ पटिङ मिक्स भनेको त पत्कर होइन पत्कर पनि छ दुइटै छ कोकोपिट पनि छ पत्कर पनि सोइल मिक्स रेडी हो त यो सोइल मिक्स रेडी हो दिदी रेडी गरेको हो यो के खालको हो यो पत्कर मात्रै ए पत्कर मात्रै त छ मसँग मलाई उ त्यो क्या मस्टेराको लागि त्यो रेडी सोइल मिक्स हुन्छ नि त्यो छैन अर्को काठको थोक छैन त्यो सबै थोक मिसाएर बनाएको हुन्छ नि त्यस्तो मिक्स मात्र छैन के राखेर गर्नुहुन्छ तपाईँले यो उसको लागि मस्टेराला मोस्टरलाई त यही पत्कर हो अनि कोको चिप्स अनि र पत्कर चाहिँ यो सार्नु छ क्या मेरो हजुर औरिया कति हो 3000 यो होइन होला हौ ऊ यसको उयो यसको त हामीले 1000 मै दिएको छैन उयो यिनीहरू त 3035 नै हो भेरिफिकेसन काम हुँदैछ चल्दैछ अझै चल्दैछ यहाँ किन्दैछन् कालन्चोहरूको कलर यहाँ रहेछ ए लेडिज पर्स यहाँ रहेछ खोजेको बेला पाउँदैन लारा एन्ड्रे कति लारा हार्मोनी कति हजुर 800 हामीले 800 मै ल्याएको होइन ल्याइसके मधुबन रहेछ लारा एन्ड्रे मैले लारा एन्ड्रे र लारा हार्मोनी दुइटै ल्याएको है हिजो तलदेखि तिनवटा पो लिएको छु त अनि मैले त अनि दिपा नकल पारेर त फोटो खिच्ने काम गर्दैछ है दिपा नकल पारेर दिपा नक्कलु त्यहाँनिर ऊ हिँड्दैछ अर्को दुईजना यता किन्ने काम हुँदैछ कसरी हो डालिया चाहिँ कसरी डालिया कसरी 100 मेरो त्यसमा व्हाइट फङ्गस लाग्यो के हाल्नु ब्रदर मेरो व्हाइट फङ्गस लाग्यो त्यसमा के हाल्नु हजुर त्यो छर्किदिँदा हुन्छ ल भयो तिम्रो दिपाको चाहिँ टनाटन भइरहेछ किनेर टनाटन खै अरू गाइजहरू कता पुगे आम्मा हो रोजको भेराइटी यहाँ आएर ल गाइज देखो न चाय पानी मगा भएको यस्तो पनि यो एकदम दामी फुल्छ सरू यो बोक यो कसरी हो यो कसरी म्याम 550 मगा भएको है यो यस्तो दामी फुल्छ कि तपाईले साइजमा क्वान्टिटीमा आउनुभयो भने म्याम क्वालिटीमा आउनुभयो भने कति हो नि यो जिरेनियमको भेराइटी यसपालि धेरै रहेछ क्या यो मगा भएको सानो यो ठुलो हेर न दिपा यो मगा भएको सानो हो होइन यो चाहिँ ठुलोमा रहेछ यो कस्तो राम्रो कलर राम्रो हेर न बोक दिपा बोक 35,000 को प्लान्ट ल 35,000 35,000 को त्यता खिच्ने काम गर्दैछ यो छ दिपाको छ के किनिँदैछ वाउ चिज मैले ल्याएको यही होइन कत्रो मोटो छ यही हो मैले ल्याएको हेर्नु कत्रो मोटो छ यो मेरो मर्यो नि मेरो फेभरेट थियो यो जिरेनियमहरू यहाँनिर यस्तो दामी छ है त के किन्दैछ सरुले के किन्दैछ
अब सरुको इन्टरभ्यू लिन्छु ल उहाँहरूलाई नि फेरि कति दामी नि फेरि यो उहाँहरूको घरमा मात्रै हो क्या यस्तो हुने अरूहरूलाई हुँदैन भने मर्छ भने है हाम्रो पनि यस्तै छ बाबाको फुल चाहिँ धेरै लगाएको छ हुँदैन क्या नर्सरीको जस्तो हुँदैन हाम्रोमा पनि हेलो नमस्ते कहाँदेखि आउनुभयो म्याम सुनिँदैन माइक ल्याएको छुइनँ क्या फेरि म्याम मैले नमस्ते कहाँदेखि आउनु भएको अरे हजुर दुवाकोटदेखि कस्तो लाग्यो यसपालिको पुष्प मेलाको भिजिट के सपिङ गर्नुभयो नि पैसा छैन जिरेनियम लभर हुनुहुन्छ तपाईँको के अरे टिकटकमा पनि देखे जस्तो लाग्छ नि त म्याम दामी भेराइटी हो चिने जस्तो लाग्यो नि त हजुरको टिकटकको के पो हो नाम होम गार्डनिङ हो टिकटकमा साह्रै दामी देखेको थिएँ र चिने जस्तो लागेर क्या हजुरलाई ल थ्याङ्क यू हजुरलाई पनि हजुर म भ्लग बनाउँछु त सब्सक्राइब गरिदिनु मेरो विमला सुनवार भ्लग छ है त म्याम सब्सक्राइब गरिदिनु ल थ्याङ्क यू सो मच मुस्कान हाम्रो मुस्कान नर्सरीमा यहाँ गमलाहरू किन्ने काम पिना त इनफ छ त किन किन्नु दिपाको अहिले जाँदा लगेर जानु हाम्रो सर आउनुभएछ सर धन्यवाद मैले त यसले पैसा सकेँ नि ए कति पर्यो होला भन्नु त यसको याद आइडिया छैन 3000 ठिक छ पहिला 20000 भन्थ्यो अहिले त्यो 500 हो 500 पोहोरको भन्दा अलिक बढेको रहेछ त्यसको पनि प्राइस चाहिँ है जिरेनियम 300 मैले त यसले पैसा सकेँ अब लादिनँ अब भयो यसपालिलाई म घरमा आउँछु यो गमला मन पर्यो मेरो छैन मोबाइल ब्याङ्किङ छैन हजुर त्यो 2500 ठिकै हो है कम्ती दामी छैन ल जिरेनियमको भेराइटीहरू यस्तो धेरै जिरेनियमको भेराइटीहरू यहाँनिर जालिया हाइब्रिड जालिया संसारमा कता गए सरुहरू यस्तो दामी छ है साथीहरू यहाँ हेर्नु हामी चाहिँ यो नर्सरीमा आएको छौँ यति दामी छ यहाँ हेर्नु त यस्तो दामी छ कि नर्सरीको प्लान्ट जिरेनियमको दामी छ है त फुल गिफ्ट ल्याइदिनु भएको छ अनि यहाँ यो कसको यो बगमबेली कसलाई हो एलिनोर यहाँनिर हाम्रो फुलको धनी धनकुमारी यहाँ हुनुहुन्छ एलिनोर लाउ एलिनोरको भागमा आयो मार्छ ए मैले पनि ल्याइदिएको छु त बिर्सेछु मैले पनि ल्याइदिएको छ यहाँ प्यारी दिदीले एउटा ल्याइदिनु भएको छ बगमबेली तिमीलाई हुन्छ भनेर यो पनि ल्याइदिए नहीं रे यहाँनिर फुलका धनी मान्छेहरू ओ वाह मैले तपाईँलाई बिहान एउटा मेसेज गरेको थिएँ हेर्नु भएन मलाई यो कुन हो यो पिङ्क रोज हो ल कुन चाहिँ ऊ पनि भयो होला मलाई अस्ति के अरे दिपाले मलाई चाहिँ दिदीले ल्याइदिनु ल यहाँनिर सबै फुल अरू कलर चाहिँ तिमीले आफै राख ल मेरो लागि हो यो कलर पनि एउटा दिपालाई म पनि यहाँ हेरौँ यो दुईटा ल्याएको थिएँ तिनवटा रहेछ रहेछ त यो चाहिँ एप्पल ब्लुसम भयो होइन यो मलाई चाहिँदैन यो मसँग छ तिम्रो खोइ छ कि छैन थाहा नै छैन मलाई नि फुलेकै छैन थाहा नै छैन
ए यहाँनिर यता बस्नु हुने होला ल आउन आउनु यहाँ फुलमा को हो ए फुलहरूको भाग सरुलाई यो ल ल ल यो कलर एउटा उयो किने कि क्या हो किने मैले त्यो यो उयो यो यो एउटा यो यही हो है त्यो कटिङ पनि ल्याइदिएको ल ल ल अनि यो रेडमा भयो मलाई मेनु खाले यो यस्तो। पठाइदिएको थियो यो दिपालाई पठाइदिनु थियो यो मसँग यो यति धेरै छ यो यो दुईटा ल्यायो भनेको तिनटा ल्यायो भनेको ल्याइन है क्या हो तिनटा के छ लु यो सरुलाई यो अर्कै पिङ्क हो यहाँ वाउ वाउ यो बुढो बोटै ल्याइदिन्छु क्या तिमीलाई ठुलो हेर्दैछन् मान्छेहरू चाहिँ पुरा यो उयो हो है यो ए ल ल थ्याङ्क यू दिदी ल ल ल बचाउँछु होला ल एकछिन बस्नु दिपा दिस इज फर यु कटिङ नराखेकोहरू चाहिँ दिपा ल यो चाहिँ तिमी कुन कुन हुन्छ है यहाँनिर सबै त्यो अलिक उ गरेको चाहिँ राखिदिएको छु ल यो के अरे उसलाई मेन कलर मेन कलर साटा साट ल ल यो छ मेरो हजुर ल थ्याङ्क यू सो मच है दिदी ल यसैमा ल आजलाई चाहिँ बाई बाई गाइस दिपु बाई 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 दिदी बाई बाई सर बाई बाई मेनु बाई 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 म सुरु का यता छ दिप बाई बाई आजको लागि चाहिँ यहाँ बाई बाई पुरा चाहिँ गरेर अब लु बाई बाई भारी भारी टन्नै